म चाहिँ ठिक छु होइन। हजुरहरू सन्चै हुनुहुन्छ होला। आज म बिहानै त नै ठ्याक्क 7 बजीतिर उठेर बल्ल भ्लग स्टार्ट गर्दैछु होइन। माथि वनमा घाँस काट्न जानुपर्ने हुन्छ, त्यसैले ट्याक्क यो चाहिँ हाम्रो खेत भयो होइन। यो चाहिँ हाम्रो खेत भयो। हाम्रो त नै ट्याक्क यहाँ ग्राउन्ड जस्तो भयो थियो। हिजो पानी परेको कारणले अलिअलि भिजेछ कि होइन गाइजहरू। अनि आज चाहिँ म अब वनमा जान्छु होइन। बाबा र बुबाले अनि म गएर वनमा गएर फर्काएर आउँछौँ। अनि त्यसपछि गाइजहरू अब भोलि चाहिँ म ललेङ जान्छु। पर्सि हाम्रो क्रिकेट म्याच रहेको छ, त्यो पनि मैले खिच्ने ट्राई गर्छु होइन। अब सपोर्ट गर्नु पऱ्यो गाइजहरू होइन। अब म जाँदाखेरि हजुर खिच्छु है त भिडियोमा गाइजहरू। फाइनली गाइजहरू हामी वनको लागि हिँड्यौँ। ठुलो मम्मी हुनुहुन्छ यहाँ। अन्त ठुलो मम्मी नाम्लाहरू ठ्याक्क अब वनतिर हिँड्दै हो। वनको लागि हिँडिहाल्यौँ। अब ठ्याक्क वनको लागि खरेर बबाल खरे होइन गाइजहरू। ठ्याक्क यहाँबाट बाइक गाडीहरू पनि हिँडिहाल्छन् कसरी हिँड्छन् कसरी। ल गाइजहरू वनमा पुगेर भिडियो बनाउँछु है त। यहाँबाट वनमा जाने हो। यहाँबाट खाली भन्ने ठाउँ जान्छ। ठ्याक्क यो रोडबाट आएर यतापट्टि छिर्नुपर्छ होइन गाइजहरू। अब उताबाट खाने यताबाट वन गुफा भन्ने ठाउँमा गइन्छ। अब गुफामा गएर भिडियो खिच्छु गाइजहरू वनमा। हेलो यति घाँस काट्यो होइन। अब 10वटा जति मुठा बनाइयो। ठुलो मम्मीले काट्नु भयो। अनि धेरै ठुलो पनि छैन होइन, घर टाढा छ नि त, त्यही भएर ठिक्कै हिँडेको। बाटो पनि यस्तो छ डेन्जर। बुवा त्यहाँ हुनुहुन्छ। आइसक्यौँ होइन। यहाँ आइसक्यौँ हामी। यहाँ रेस्टुरेन्टहरू छ त्यहाँ पछाडि। हामी अब घरतिर हिँड्दै हो होइन। ल ठ्याक्क बवाल छ भ्यू चाहिँ होइन। अब हामी ठ्याक्क भारी हिँड्दै गाइजहरू। ल अब सपोर्ट गर्नु पऱ्यो गाइजहरू। आजको लागि यति नै। म आउँछु अर्को भ्लग लिएर। सपोर्ट गर्नु पऱ्यो। लाइक सेयर सब्सक्राइब सबैले गर्नु पऱ्यो। ल बाइ बाइ।